एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी मेघना गुरुङ है। मैले यहाँ भ्लग एकदम गाडी रोकेर स्टार्ट गर्दैछु किनभने एकदम डेलिकेट भइरहेको छ हो। यहाँ चाहिँ छ केक है मेमेको बर्थडेको लागि। अन्त त्यहाँदेखि चाहिँ अब केक पक्रेर जानु पर्ने हुँदाखेरि चाहिँ म भ्लग गर्न नसक्ने रहेछु है। अन्त आज चाहिँ हाम्रो गुरु है सानो मेमेको बर्थडे हो र लास्ट इयर पनि मैले भ्लग हालेको थिएँ उहाँको बर्थडेको है। अन्त म चाहिँ जाँदैछु बिहानै 6 बजी गान्तोकबाट है। अन्त स्टे ट्युन गाइज है एक्साइटिङ हुनेवाला छ। अन्त अब वहीँ पुगेर म भ्लग गर्छु है। फेरि भेटौँ। चाहिँ मसँग खादिनँ म चिनी चिया म त नुनको यहाँ हामी सबैजना भेला हुँदैछौँ। हामी चाहिँ बिमार भएर बिचारा दुईजना मामहरूलाई पनि स्वागत छ। मामहरू पनि आइपुग्नु भयो यहाँ खाजा खानु हुँदैछ। साथीले चाहिँ यहाँ पढे केसर जाँगरी मेमेको बर्थडेमा खिर बनाएर लिएर आएर चढाउँदैछ हो। गएको चामलको खिर अरे हो। एकदम हेल्थ कन्सियसहरू मात्रै छ यहाँ सबैजना। मकैको चामलको खिर अरे मेमे तपाईँको लागि स्पेसल। पैसा रुपियाँको कहिले दुःख नहोस्। अमृता मेदिना आशीर्वाद मेदिना लु पूज्य गुरुलाई धोक अमृताबाट बीस लाख कमाउनु यसले। आमा के लाउनु भएको छ भनिदिनु त यहाँ अलिकति। आलु खिर बदाम खोर्सानी मेथी प्याज रामभेँडा। फेमस चाहिँ हाम्रो चाहिँ मामको अचार ससी अचार भनेर फेमस छ हाम्रो मामको अचार। मेरो जन्मथलो नभए पनि म यहीँको हो जस्तो लाग्छ है। मलाई यहाँको हावापानी यहाँको मानिसहरू देख्दाखेरि आफ्नोपन लाग्छ। त्यो सबै गुरुको कृपाले गर्दा हो है। कहाँ कहाँ नौलो जग्गा कोही नचिन्ने जग्गामा गुरु भेटाएर गुरुको आशीर्वादले गर्दा आज नौलो मान्छेहरू पनि आफ्नो परिवार भएको छ। साथै हामी घरका फ्यामिलीद्वारा अनि उहाँका जति पनि चेला चेलीहरू आएर आज केकहरू ल्याएर है एउटा बर्थडे सेलिब्रेसन गर्न लागिरहेको छौँ।
क्याम्प चल्दैछ यहाँ पूजाको सँगसँगै हो। यहाँ मेरो साथीले चाहिँ प्रेसर नाप दिँदैछ। एकदम पुण्यको काम गर्दैछ, उसले पुण्य कमाउँदैछ। आउनुहोस् है तपाईँहरू पनि प्रेसर नाप्नु। केक काट्ने टाइम हुन चाहिँ यहाँ चाहिँ हामी आमालाई ल्याउनु आएको है। यहाँ चाहिँ हाम्रो आइए आप भी प्लिज कम। स्मार्टली खै हाँस्नु हजुर मेडिना र अमृता मेमै हो। यो खै मङ्गरजुङ कि म कताको यो चाहिँ सुपाई सागे छोदाङ्गे दोल बापेशो कुला छाचा दाचा शिशो जन्मे सालो दाचा देने जावा चम्बाला देने सेनो काशी देवे फुले सोरी न्योने फोड़ा नारुक्षण कर्मा ही से सदा लंगे यंद्र चले माले लाने गोमाने Kamse sikpaye togne ne pedanam panseji kegana che balon to baye shepe chole donam dolwaraishu. To you, birthday to you, happy birthday dear Mimi, happy birthday to you. किन हो मेमीको याद आयो यस्तै होस् है यस यस है सन्चो भयो फोटो सेसन चल्दैछ हाम्रो अहिले चाहिँ मञ्चलको ट्रट केक बढाइमा हाम्रो अमृताज्यू यहाँ एकदम एक्सपर्ट हुनुहुन्छ हो। खाना खानु जाँदैछु हामी चाहिँ यहाँ चाहिँ हेर्नुहोस् हाम्रो गुम्पा खाना खानु अब है खाना खानु आज चाहिँ मेरो धर्म साथी है नानाको पनि बर्थडे थियो र मैले र अमृताले यो सरप्राइज प्लान गरेको थियो है। अन्त नानालाई सरप्राइज गर्न हामी चाहिँ सरप्राइजमा थियो। के गरेको तिमी यहाँ एक्लै बसिराखेको हिँड्न त एकछिन तिमीलाई मेभेले बोलाउनु हुँदैछ स्पेसल मेकअप स्पेसल त तिम्रो स्पेसल हो क्या हौडाको के भन्छ सरी आयो सरप्राइज दिउँ भनेको कस्तो लागिरहेको थियो नाना विस गरेन भनेर कस्तो लागिरहेको थियो लगाइदिएर किन अन्त के भयो सरप्राइज दिउँ भनेको कि आवेन होइन उसले अहिले बनाएको
कहाँ गयो आऊ छिटो मेरो पनि गरिदेऊ न भिडियो कहाँ बिर्सिनु अन्त हो मलाई त पुरा गरम भयो बिचारा रातो भएको to you. Happy birthday, dear Santi Nana. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Santi Nana. Happy birthday to you. Happy birthday. कोकोनट को है कोकोनट को शान्ति नानालाई सुगर छ भनेर भोक लाग्छ भनेर नि मुराइदिएको अरे हो गले लगाऊ अरे गिफ्ट ब्याग गर्नु चाहिँ उसले चुज गरेको छु थाहा छैन थाहा भएन नि त होइन मलाई चाहिँ नि आयो आयो मलाई आँसु आयो मामले बिचारा बिमारी भए पनि आएर त्यही त नरुनु दादा छ्या खानु न सानो खानु न कोकोनट हालेर बनाउनु लगाएको यो कोकोनटको बनाउनु भयो हो हामीलाई भेट्नु हाम्रा सेन्ट्री भन्छ नि यो बाटोहरूभित्रको हाम्रो पहिल्यै बाटोहरू हुन्छ अब हामीले गुरुले के शिक्षा दिन्छ भन्दाखेरि अब हामीले तिमी त पहिलाको जन्ममा गरेको तिमीहरूले पापलाई क्षमा दिनु म धेरैपल्ट पढेँ ठुलो निर्णयसँग है अनि यो रत्नको अभिषेक अनि यो अब मणि रत्नको अभिषेक भन्छ है यो अनि मन्डुक लगाउन अनि पाउनुपर्ने कुरो चाहिँ आज हजुरहरूलाई यो अब धनको आशिष है पाउनुपर्ने अनि त्यसले गर्दाखेरि तपाईँहरू हात जोडेर स्वयं ठुलोले हामीलाई यो रत्नको अभिषेक दिनुभयो उर्गेन्द्रलाई स्वयंले हामीलाई यो रत्नको अभिषेक दिनुभयो है
अब हामीलाई अलिकति पुण्य धर्म गरेको समयमा पनि हामीलाई पैसा रुपियाँको खाँचो पर्छ, हामीलाई केही बिमार हुँदाखेरि पनि हामीलाई छोराछोरीको लागि पनि त्यसले गर्दाखेरि हामीलाई आशिष दिनु। सिक्किम लेख्दैछ जस्तो लाग्यो है। लाइभ बनाएर बनाउनु होला है। सिक्किम लेख्दैछ जस्तो लाग्यो नि। लो है साथी हो, हामी चाहिँ फर्केको अब हो। यो चाहिँ छ रम्फूको अटल सेतु ब्रिज। मेमेको बर्थडे सकेर वाङहरू सकेर पनि हामी फर्केको है। कहाँ गयो सुतिरहनु नि अन्त रातभरि सुत्नु अनि छोड्दैन हो।